तीनटा धेरैमा कर्म भयो भने त्यो पनि गाह्रो। हर्क साम्पाङले त्यो पनि गाह्रो। धेरैमा 3 सिट त्यो पनि गाह्रो। म उहाँको फ्यानै हो, उहाँको जहिले पनि राम्रो भन्ने मान्छे हो। तर उहाँले हतार गरेर पार्टी खोल्नु होइन, हतार गरेर प्रधानमन्त्री बन्नुलाई त्यस्तो द्वन्द्वमा ट्याक्सी चढेर काठमाडौँ आउनु होइन। अब थोरै राजनीतिक विषयमा म पूर्वतिर लाग्छु। जस्तै अहिले हर्क साम्पाङले पनि जय माटो भनेर आफ्नो श्रम संस्कृति पार्टी खोल्नु भएको छ। अस्ति भर्खर खोल्ने बित्तिकै उहाँको उपाध्यक्ष पनि भ्रष्टाचार अथवा के ठगी केसमा मुछिएको भनेर पनि धेरै समाचारहरू आए। उहाँ पनि गफ मात्रै गर्नु हुँदो रहेछ नि त, राम्रो मान्छे त उहाँले पनि छान्न चाहनु भएन गुरु। अब मलाई थाहा छैन होइन। उहाँ त्यहाँको एउटा कार्यकारी भनौँ न एउटा नगरपालिकाको प्रमुख भएको मान्छे होइन। यति हतार गरेर प्रधानमन्त्री खोज्नु अथवा फेरि पार्टी खोलेर होइन सङ्गठन बन्नु किन खोज्दै हुनुहुन्छ मलाई थाहा छैन। तर उहाँले पार्टी जुन दिन खोल्नुभयो नि उहाँको क्रेज त्यो दिनदेखि तल गयो होइन। उहाँले गर्नेवाला केही पनि छैन। चुनावमा आए पनि 1 सिट होला 2 सिट होला होइन, त्यसले के गर्ने। 1 सिट आउँछ 2 सिटको सम्भावना हर्क साम्पाङको जम्मा नेपालभरिबाट के भन्दै हुनुहुन्छ गुरु? धेरैमा देख्नुभयो होइन, देख्न त त्यहाँ 4वटा पनि देखिरहेको छु, 3टा पनि देखिरहेको छु, ठ्याक्क भन्नुहोस्।